नमस्ते र सबैलाई स्वागत छ। आज हामी अपरेटिङ सिस्टम अर्थात् ओएसको बारेमा कुरा गर्दैछौँ। अब अपरेटिङ सिस्टम यो शब्द सुन्दा अलि प्राविधिक र बोरिङ लाग्न सक्छ होइन त? तर विश्वास गर्नुहोस्, कम्प्युटरको दुनियाँमा यो सबैभन्दा रोमाञ्चक र महत्त्वपूर्ण विषयहरूमध्ये एक हो। ल, सुरु गरौँ एउटा एकदमै महत्त्वपूर्ण प्रश्नबाट। आखिर किन एउटा 50 वर्ष पुरानो कन्सेप्ट आज 2026मा आएर पनि एउटा सफल टेक करियरको लागि गोप्य हतियार बनेको छ? यो कुनै पुरानो काम नलाग्ने विषय होइन, बरु यो एउटा यस्तो आधारभूत सिप हो जसले जो कोहीलाई पनि अरूभन्दा धेरै अगाडि लैजान्छ। आउनुहोस्, यो कसरी हुन्छ त्यो पत्ता लगाउँ। ल, सबैभन्दा पहिले त यो बुझौँ कि अपरेटिङ सिस्टमले वास्तवमा के गर्छ। यसलाई बुझ्ने सबैभन्दा सजिलो तरिका हो यसलाई कम्प्युटरको एउटा म्यानेजरको रूपमा सोच्ने, जसले सबै कुराको व्यवस्थापन गर्छ। अब यसको औपचारिक किताबी परिभाषा हेरौँ। अपरेटिङ सिस्टम एउटा यस्तो सफ्टवेयर हो जसले कम्प्युटरको हार्डवेयरलाई म्यानेज गर्छ। भन्नुको मतलब यसले हामीले चलाउने एप्लिकेसनहरू जस्तै ब्राउजर वा गेमहरू र कम्प्युटरको भित्री पार्ट पुर्जाहरू जस्तै सीपीयू र मेमोरी बीचमा एउटा पुलको काम गर्छ। यो परिभाषा अलि जटिल लाग्यो? चिन्ता नगर्नुहोस्, यसलाई बुझ्न एउटा एकदमै सजिलो तरिका छ। एउटा कुशल अफिस म्यानेजरको कल्पना गर्नुहोस्। जसरी अफिस म्यानेजरले अफिसका सबै काम, कर्मचारी र स्रोत साधनलाई व्यवस्थित गर्छ, ठ्याक्कै त्यसरी नै अपरेटिङ सिस्टमले कम्प्युटरभित्रका सबै कुरालाई म्यानेज गर्छ। यो नै सबैभन्दा राम्रो उदाहरण हो। त्यसो भए त्यो अफिस म्यानेजरले के हेर्छ त? सोच्नुहोस् त, हार्डवेयर मतलब सीपीयू, मेमोरी, प्रिन्टर सबै यसकै कन्ट्रोलमा। हामीले चलाउने ब्राउजर, गेमहरू जस्ता एप्लिकेसनहरूलाई चलाउन मद्दत गर्छ। कुन प्रोग्रामले कति रिसोर्स पाउँछ भनेर बाँडफाँड गर्छ र सबैभन्दा महत्त्वपूर्ण सिस्टमको सुरक्षा र नियन्त्रण पनि यसैले सुनिश्चित गर्छ। ल, अब त्यो म्यानेजरको अफिसभित्रै पसेर हेरौँ न। अपरेटिङ सिस्टमलाई काम गर्न लगाउने मुख्य भागहरू, यसको भित्री चुरोकुरो के हुन् त? अब हामी यसको कोर कम्पोनेन्ट्सहरूबारे जान्नेछौँ। सबैभन्दा पहिले आउँछ कर्नेल। यो अपरेटिङ सिस्टमको मुटु हो, यसको दिमाग हो, जे भने पनि हुन्छ। यो एउटा यस्तो प्रोग्राम हो जुन कम्प्युटर अन भएदेखि अफ नहुन्जेलसम्म 1 सेकेन्ड पनि नरोकी चलिरहन्छ। सिस्टममा हुने हरेक सानो ठुलो कामको नियन्त्रण यसैसँग हुन्छ। कर्नेलको पावर कति हुन्छ भनेर बुझ्न एउटा स्कुलको प्रिन्सिपललाई सम्झिनुहोस्। जसरी प्रिन्सिपलसँग स्कुलको अन्तिम र सबैभन्दा ठूलो अधिकार हुन्छ, त्यसरी नै कर्नेलसँग सिस्टमको अन्तिम अधिकार हुन्छ। यही कारणले कम्प्युटरमा 2 मोड हुन्छन्, कर्नेल मोड जहाँ प्रिन्सिपलले काम गर्छ र युजर मोड जहाँ अरू साधारण प्रोग्रामहरू चल्छन्। महत्त्वपूर्ण निर्णयहरू सधैँ कर्नेल मोडमा मात्रै हुन्छन्। अब कुरा गरौँ प्रोसेसको। सुन्दा अलि गाह्रो लाग्ला, तर यो एकदमै सजिलो कुरा हो। अहिले यो सामग्री हेरिरहँदा ब्याकग्राउन्डमा गीत बजिरहेको होला, ब्राउजरमा अरू ट्याबहरू खुलेका होलान्। हो, यी सबै आफ्नै प्रोसेस हुन्। साधारण भाषामा भन्दा कम्प्युटरमा चलिरहेको कुनै पनि प्रोग्राम एउटा प्रोसेस हो। एकै पटकमा यति धेरै प्रोग्रामहरू कसरी चल्छन् त? हो, त्यसकै लागि चाहिन्छ मेमोरी म्यानेजमेन्ट। यसको काम भनेको कुन प्रोग्रामलाई कति मेमोरी दिने, कुन भाग खाली छ भनेर हिसाब राख्ने र प्रोग्राम बन्द भएपछि त्यो मेमोरीलाई फिर्ता लिएर अरूलाई दिने हो। यसलाई बुझ्न एउटा होस्टेलको वार्डनको कल्पना गरौँ न। वार्डनले के गर्छ? हरेक विद्यार्थीलाई उसको कोठा दिन्छ र कोही पनि अरूको कोठामा नपसोस् भनेर हेर्छ, होइन त? हो, ओएसले पनि ठ्याक्कै त्यही गर्छ। हरेक प्रोसेसलाई छुट्टै मेमोरी स्पेस दिन्छ ताकि तिनीहरूले एक अर्काको काममा बाधा नपुर्याउन्। अब अर्को एउटा रमाइलो समस्या। कम्प्युटरमा सीपीयू त एउटा वा केही मात्र हुन्छ, तर चल्न खोज्ने प्रोसेसहरू सयौं हुन्छन्। अब कसलाई पालो दिने, कसलाई कुराउने? हो, यही निर्णय गर्ने प्रक्रियालाई भनिन्छ सीपीयू सेड्युलिङ। यो ठ्याक्कै चोकमा उभिएको ट्राफिक प्रहरी जस्तै हो। जसरी ट्राफिक प्रहरीले सडकमा गाडीहरूको भिडलाई व्यवस्थित गर्छ ताकि जाम नहोस् र सबैले पालो पाउन्, त्यसरी नै ओएसको सेड्युलरले सीपीयूको समयलाई प्रोसेसहरू बीच एकदमै कुशलतापूर्वक बाँड्छ। यसको एउटा एकदमै चर्चित तरिका हो राउन्ड रोबिन। सुन्दा गाह्रो लागे पनि यो एकदमै सरल छ। यसमा के हुन्छ भने ओएसले हरेक प्रोसेसलाई एकदमै थोरै समय दिन्छ, जसलाई टाइम स्लाइस भनिन्छ। जस्तै प्रोसेस ए केही मिलिसेकेन्ड चल्छ, त्यसपछि त्यसलाई रोकेर प्रोसेस बी को पालो आउँछ अनि सी को। यो यति छिटो हुन्छ कि हामीलाई लाग्छ सबै प्रोग्रामहरू एकैपटक चलिरहेका छन्। ल, हामीले ओएसको आधारभूत कुराहरू त बुझ्यौँ, तर यो त भयो हिजोको कुरा।
आज 2026मा के हुँदैछ त? आधुनिक प्रविधिको माग पूरा गर्न यी अवधारणाहरू कसरी विकसित भइरहेका छन्? अब अपरेटिङ सिस्टमको भविष्यतिर लागौँ। आजका ठूला खेलाडीहरू लाइनक्स, विन्डोज र एन्ड्रोइड कसरी नयाँ चुनौतीहरूको लागि तयार हुँदैछन् हेरौँ न। जस्तै लाइनक्स एआई र क्लाउडमा यसको दबदबा छ, त्यस्तै विन्डोज 11ले एआई टास्कहरूको लागि पावल बचाउन कोर पार्किङ जस्ता नयाँ फिचरहरू ल्याएको छ र मोबाइलमा चल्ने एन्ड्रोइडले त फोनमै एआई चलाउन आफ्नो कर्नललाई नै परिमार्जन गरिसकेको छ। तर यी परिवर्तनहरू किन भइरहेका छन् त? यसको पछाडि छन् केही ठूला टेक्नोलोजी ट्रेन्डहरू, जस्तै आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईलाई जटिल हिसाब गर्न कुशल शेड्युलिङ चाहिन्छ, क्लाउड कम्प्युटिङलाई राम्रो भर्चुअलाइजेसन चाहिन्छ, अनि हाम्रा स्मार्ट घडीहरू जस्ता आइओटी डिभाइसहरूलाई सानो तर शक्तिशाली ओएस चाहिन्छ। अब यति सबै कुरा जानिसकेपछि सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा आउँ। यो ज्ञानले करियरमा के फरक पार्छ? आखिर यो किन यति महत्त्वपूर्ण छ? सफ्टवेयर डेभलपर, इथिकल ह्याकर, डेभअप्स इन्जिनियर वा सिस्टम एडमिन यी सबै आजका सबैभन्दा हाई डिमान्ड टेक करियरहरू हुन् र यी सबैको जगमा के छ? अपरेटिङ सिस्टमको गहिरो ज्ञान। यो बिना यी क्षेत्रमा सफल हुन लगभग असम्भव छ। यो केवल किताबी ज्ञान मात्र होइन, यसको वास्तविक प्रयोग हेरौँ। एक डेभअप्स इन्जिनियरले मेमोरी म्यानेजमेन्ट बुझेर कम्पनीको लाखौँ बचाउन सक्छ। एक इथिकल ह्याकरले मेमोरी र प्रोसेसका कमजोरीहरू पत्ता लगाएर सिस्टमको सुरक्षा परीक्षण गर्छ। र एक राम्रो सफ्टवेयर डेभलपरले यस्तो कोड लेख्छ जसले ओएसको स्रोतहरूलाई कुशलतापूर्वक प्रयोग गर्छ, जसले गर्दा एप छिटो चल्छ। अन्तमा यो एउटा भनाइले सबै कुराको सार बताउँछ। अपरेटिङ सिस्टमले कसरी काम गर्छ भन्ने ज्ञान उचित, कुशल, प्रभावकारी र सुरक्षित प्रोग्रामिङको लागि महत्त्वपूर्ण छ। यो ज्ञान बिना जो कोही पनि केवल सतहमा मात्र काम गरिरहेको हुन्छ। हामीले अपरेटिङ सिस्टमलाई एउटा म्यानेजरको रूपमा हेरेर सुरु गर्यौं, तर जब यसको भित्री रहस्य बुझिन्छ तब हामी केवल एक प्रयोगकर्ता मात्र रहँदैनौँ, बरु सिस्टमको आर्किटेक्ट बन्ने बाटो खुल्छ। के त्यो यात्राको लागि तयार हुने त? सोच्दै गर्नुहोला। अर्को पटक भेटौँ।